साथीहरू अनि हामीहरू चाहिँ आइसकिसक्यौँ खेतमा हैन। देख्न सक्नुहुन्छ हाम्रो धानबारी झार देख्न सक्नुहुन्छ यस्तो छ कि यहाँ फुपूले बोडी टिप्नु हुँदैछ। बोडी बारी हो चाहिँ हाम्रो फुपूले यति धेरै पैसा कमाउनुहुन्छ बोडी बेचेर हैन। यो मकै पनि उहाँहरुकै हो। हेलो साथीहरू, गुड मर्निङ। जय मसी, नमस्ते। स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। आयो हजुरहरू सबैजना सन्चै नै हुनुहुन्छ होला। अनि म पनि एकदम ठिकै नै छु हैन। अनि म चाहिँ बिहानै उठ्यो अरे अनि घरहरू सफा पारेर अनि अब चाहिँ पिँडोहरू पकाउनु पर्यो भनेर हैन भान्साहरू लिप्यो अरे चाहिँ म चाहिँ अनि अब बाख्रालाई पिँडोहरू पकाउनु पर्यो भनेर चाहिँ अनि म चाहिँ यस्तरी आगो बाल्न लाग्छु हैन। पिँडो पकाउनु पर्यो भनेर बाख्रालाई देख्न सक्नुहुन्छ है। कस्तो मजाले बलिया छ आगो पनि। चाहिँ पिँडो हो बाख्रालाई। अनि साथीहरू देख्न सक्नुहुन्छ हैन। यता पिँडो चाहिँ पाक्दैछ अनि के भन्छ यता खाना पाक्दैछ हैन। अनि म चाहिँ पछाडि जान्छु अब बाख्रा कुखुरालाई हेर्नको लागि। अनि पछाडिको अवस्था देख्न सक्नुहुन्छ साथीहरू। बाख्रा बान्ने ठाउँ यहाँ छ। कुखुराको अवस्था यस्तो छ। भोक लाग्यो तिमीहरूलाई? अनि चारो पनि भ्याइया रहेछ। अनि अर्कोको पनि चारो भ्याइया। यसको चाहिँ भुस पनि फेर्ने बेला भएको छ हाँसको। अनि हैन हाम्रो चाहिँ हाँसको खुट्टा चाहिँ कसले भाँचिदिएको छ हैन। यति राम्रो हाँस थियो, यो ठुलो भइसकेको थियो। यसको खुट्टा भाँच्दै कहीँ हिँड्न सक्दैन। अनि सुँगुरको खोर पनि सफा गर्ने भएको छ हैन साथीहरू। अनि म चाहिँ अब यसको खोरहरू सफा गर्ने हो। अनि यहाँनिर पहिला सफा गरेर चाहिँ बाहिर बाख्रा निकाल्ने हो। डरायो सुँगुर अघि तानेको हम भाले हो गए
फाइनली साथीहरू होइन अनि मैले चाहिँ बाख्रा कुखुरा सबै सुँगुरलाई चाहिँ चारो सारो दिएर भ्याएर अनि होइन खाना पनि बनिसक्यो अनि अब चाहिँ म चाहिँ नुहाउनु जानु पर्यो भनेर अनि जान लागेको छु। आज चाहिँ हाम्रो सङ्गति पनि हो हुन्छ होइन आज अनि के भन्छ आज पहिलो हप्ता पनि हो हाम्रो प्रभु भोज पनि छ सङ्गति पनि हुन्छ अनि म चाहिँ नुहाउनु जानु लागेको हो। अनि होइन साथीहरू म चाहिँ नुहाइधुवाइ गरेर रेडी भएर चर्च पनि आइसकिसकेँ। देख्न सक्नुहुन्छ हाम्रो चर्च। हाम्रो नानी चाहिँ गीत सिक्नु हुँदैछ भित्र कतिजना आउने भएको छैन। साथीहरू होइन हामीहरू चाहिँ अनि सङ्गति भ्याएर अनि अब चाहिँ हामी खेतमा दबाई हाल्नु जाँदैछौँ। भाउजू र बुवा गइहाल्नुभयो म र अनि मेरो भान्जी छिन्या होइन क्यामराम्यान मेरो पछि दबाई हान्न आएको होइन अनि हामी चाहिँ जाँदैछौँ। हामीले चाहिँ कस्तो दबाई हानेको भन्नुहुन्छ भने चाहिँ झार एकदम बाक्लो आएको छ कि अनि गोड्न पनि अब कस्तो झ्याउ हुन्छ नि त अनि पानी नै हुन्न झार उखाल्दा हैरान हुन्छ। त्यही भएर दबाई आएको छ आजभोलि चाहिँ अनि दबाई हानेर विचार गर्ने भनेर चाहिँ हामीले सबतिर दबाई हान्न लगाएको छौँ होइन कस्तो हुन्छ पछि अनि झार मरेको पनि म साथीहरूलाई देखाउने छु मर्छ कि नै होइन। अनि हामी चाहिँ जाँदैछौँ साथीहरू अनि हामीहरू चाहिँ आइसकिसक्यौँ खेतमा होइन देख्न सक्नुहुन्छ हाम्रो धानबारी झार देख्न सक्नुहुन्छ यस्तो छ कि अनि हाम्रो भाउजूले हान्नु हुँदैछ दबाई बुवाले मलाई अर्को ट्याङ्कीमा पानी भरिदिनु हुँदैछ। हाम्रो धान यो अनि यो पनि हो बाटोदेखि मासतिरको। त्यो गरा त छैन के झार रातोमा दबाई दिनु यो रातो उसमा भयो। फाइनली साथीहरू हामीले दबाई चाहिँ हानिसक्यौँ होइन हानेर घर जाँदैछौँ। तर के गर्नु दबाई चाहिँ हानिसक्यौँ पानी आउला आउला जस्तै भएको छ देख्न सक्नुहुन्छ मौसम यस्तो छ। भाउजू म पछाडि बुवा हुनुहुन्छ जाँदैछौँ। अहिलेसम्म घामले यस्तो हत्यायो अब पानी आउला जस्तै छ के पो गर्ने हो थाहा भएन होइन। पानी आयो भने चाहिँ दबाई हानेको केही काम लाग्दैन साथीहरू। अनि म चाहिँ खेतबाट आयोरी नुहाइधुवाइ गरेर अनि फेरि यहाँ तल चाहिँ हाम्रो फुपूले धान गोड्नु भएको अरे त्यहाँ घाँस छ अरे घाँस लिन आऊ भनेर म चाहिँ जान लागेको छु होइन। अनि हाम्रोतिरको मौसम देख्न सक्नुहुन्छ यस्तो बिहाल छ होइन अँध्यारो अँध्यारो भएको छ पुरै पानी पर्नको लागि कालो कालो बादल पनि लागेको छ। अनि रिदमलाई साथी लिएर जाँदैछु म चाहिँ। यहाँनिर चाहिँ हाम्रो फुपूले बोडी टिप्नु हुँदैछ धान गोडेर भ्याउनु भयो। अनि यहाँ फुपूले बोडी टिप्नु हुँदैछ बोडी बारी हो चाहिँ हाम्रो फुपूले यति धेरै पैसा कमाउनुहुन्छ बोडी बेचेर होइन। यो मकै पनि उहाँहरूकै हो हामी जानुपर्ने तल यहाँनिर चाहिँ यति धेरै बुङ्गुर छ होइन साथीहरू
खतरा खतरा मानका बुङ्गुर छ हजुर हिजो एउटा बुङ्गुर काट्नु भएको थियो हामीले खायौँ होइन अझ यहाँ छ एउटा बच्चा छ एउटाको धेरैवटा छ यहाँ बुङ्गुर त दुईटाको छ बच्चा फर्सीबारी देख्न सक्नुहुन्छ साथीहरू होइन अनि घाँस चाहिँ यस्तो छ धानबारीको झार हो अनि कस्तो मलाई आकाश पनि गुडुङ 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 गर्दैछ पानी पर्नलाई होइन साथीहरू होइन हामी चाहिँ घर आइसकिसक्यौँ घाँस काट्दा काट्दै यता देख्न सक्नुहुन्छ यत्रो ठुलो पानी आएर अनि हामी चाहिँ घर आयौँ अनि घर आएर घाँस तल